अब यहाँ पनि सकेर उता नि जाने हो। मामालाई लिनु आएको मामाहरूको यहाँ आफ्नै श्रमदान जानुपर्छ मामा गराउनु। श्रम गर्ने स्थानतर्फ। ल अब आज चाहिँ हामी मामा भान्जा अर्को साम्बाङलाई सघाउनु भनेर श्रमदानमा जाँदैछौँ। मामा नि रेडी हुनुभयो, अब हामी अगाडि बढ्यौँ। हाम्रो डेस्टिनेसन भनेको चाहिँ नारायण चोक धरान 10को ट्रेन निर्माणमा हामी पनि हातेमालो गर्नु भनेर अगाडि बढ्दैछौँ। ओरियो बाटोमा सुतेको रहेछ। अनि अब रेडी भएर खाजासाजा खाएर हामी चाहिँ निस्केको। समय यतिखेर तपाईँको 8:30 हुन आँटेला। अब हामी जान्छौँ अनि त्यहाँ श्रमदानमा तपाईँहरूलाई देखाउनेछु क्लिप है। यति भन्दै यहीँ राखेँ। ल अब हामी फाइनली अहिले चाहिँ हाम्रो श्रमदानतिर आइपुगेका छौँ। अगाडि धमाधम श्रमदान भइरहेको छ। यो हाम्रो धरान 10 नारायण चोक माइला पुरै भइरहेछ। श्रमदान एकदमै दामी छ। सबजनाहरूलाई यहाँ त अनि लाइन बस्नु पर्ने रहेछ, खासै ठाउँ पनि छैन रहेछ नि त। यहाँ चाहिँ हाम्रो श्रमले सिपै सिकिसक्नु भएको रहेछ हाम्रो दिदी चेलीबेटी बहिनीहरूले। अनि हाम्रो अहिले चाहिँ त्यही हो श्रमदानमै हो। हाम्रो मामाश्री दत्त मामाश्री भेटाएँ। इन्टरभ्यू चाहिँ लिन मैले बिजी हुनुहुन्छ होला। मित्रहरू धमाधम भइरहेछ नारायण पथको ट्रेनमा। यो बनाइसकेन भने चाहिँ नारायण खोला भन्नुहुन्छ मेयर साहबले।